धेरै पछि आज हाम्रो ब्लगमा तपाईँहरू आइसक्नु भएको छ। आज हामी कहाँ जाँदैछौँ भन्दा क्याम्प यस्तो बोरा दाउरा खिर कराई बोरा भरिसक्यो है मेरो। खानी गाउँ भने कहाँ हो भनेपछि कहाँ मलाई थाहा छैन यार। मकन पार्क पुगिसक्यौँ हामी। यस कहाँ नदेखेर भ्लग बनाएर आएको छ। ब्लग पनि आउँदैछ नि छाडा। अनि फेर भइगयो त तीनवटामा अस्ति पास भयो ल कङ्ग्रेचुलेसन। हेलो गाइज हेलो। मेरो टाउको कहाँ त अलि माथि। म पनि पास भएको छु। तिमी पनि अनि पास भएको छैन चाहिँ बाटोमा पर्खिरहेको छौँ। अविनेश सर उता हुनुहुन्छ टक्क आएर किन आउनुहुन्न। हेलो गाइज हामी आज खानी गाउँ जाँदैछौँ। मौसम एकदमै रमाइलो छ। पछाडि केटाहरू छन्। केटाहरूलाई पनि देखाउँ देखिरहेको छ। असिमले देखाउँ न। यो असिम यहाँ छ। ल मस्त मौसम गरिरहेछ। आज रमाइलो हुनेवाला छ। यहाँ हाम्रो अरू पनि केटाहरू आउँदैछन्। सन अनि भ्लग बिगारेछ नै तिनीहरूले गाइस। यस्तो हुनै सक्दैन। म्युट हान्ने है। हेर खानी गाउँ जाँदैछ हामी। हामीलाई फेरि बाटो थाहा छैन कहाँ हो कता हो। हाम्रो चाहिँ रेनकोट तल छुट्या भएर फेरि मनिस ल्याउन गएको छ नि। ए यहाँ हेर सन म देखिन्न कि किन देखिन्न। मनिसको केटाहरूले गीत बजाइरहेछन्। फेरि के गीत अलि अलि डान्सिङ गीत बजाउ। मेरो हैन ए किन यस्तो गाना भइरहेको अब लभ लभ भयो। होइन यसको त्यस एलिमेन्टको बजाउ न त। यसमा हैन के यसमा हो। मेरोमा छ। तिम्रोमै घुसाउनु मन लागिरहेको जाऊ न तिमी र म यहाँ हो कि मनिसको मोबाइल हो कि मनिस म जस्तो यसले भिडियो बनाउनु मानिरहेको छैन। यहाँ ओए ल भ्लग भन्यो ल। अब राम्रोसँग बोल्नु होला। केही हुन्न कि तिमीहरू। ल हामी कहाँ आइसक्यौँ रे गाइज। कस्तो भइरहेको हाम्रो। सोनलाई कसैले नहेर्दैन ला किनभने सोनको प्राइभेसी इस्यु छ। यस्तो छ गाइज हामी खानी गाउँ जाँदैछौँ। यस्तो भइरहेछ। बाटो एकदमै खतम रहेछ। अलिकति राम्रोसँग बाटो यताउता यस्तो राम्रो जाने ठाउँहरूमा त बाटोको त पहुँच त हुन पऱ्यो नि त। त्यो बाटो बनाउनु पऱ्यो कि सरकारले। त्यो भएन यस्तो तालले। अलि राम्रो राम्रो ठाउँहरू मर्फेट छ। मर्फेट जाने बाटोको हालत कस्तो छ। घोडदौरा जाने बाटोको हालत कस्तो छ। यो खानी गाउँ हात्ती खर्का आउने बाटोको हालत कस्तो छ। अनि कहाँको चाहिँ बाटो बनिरहेछ। बाटो बनाउनु पऱ्यो। यो भएन यस्तो तालले। यस्तो टुरिस्ट एरियामा पनि यस्तो गरेर हुन्छ लापरवाही। यसमा हाल्नु पऱ्यो बजेट सरकारको। अति बाटो भयो यस्तो। रमाइलो गर्न बाटोले टेन्सन बनाइसक्यो। लगाएर इन्जोय गर्दै होला छ। ल डोन्ट फर्गेट टु सब्सक्राइब आवर ब्लग। बाटो हेर्नुस् ल बाटो हेर्नुहोस् यता। ओहो हो हो हो। ओभर नै खतम छ क्या। हामी अलिकति एक्सपिरियन्स भएर को अलिकति स्पिड लिमिट यताउता सबै कुराहरूलाई कन्ट्रोल गरेर चलाइरहेछौँ। हामी नयाँ नयाँ आउने मान्छेहरूले कसरी चलाउला नि। उहाँहरूको पनि सबैजनाको सोच्नु पऱ्यो क्या कुराहरू।
अनि टुरिस्टलाई आएपछि कसरी बढ्छ हाम्रो इकोनोमीमा, कसरी हामीले चाहिँ राम्रो गर्न सक्छौँ, अलिकति यिनी कुराहरूमा ध्यान जान पर्यो सम्बन्धित निकायहरूमा। र यो भिडियो हाम्रो प्रधानमन्त्री बालेन शाहले पनि हेर्दै हुनुहुन्छ भने यो कुराहरूलाई हेरिदिनुपर्छ तपाईँले पनि। कुहिरो लाग्यो देख्नु, यहाँ कुहिरो हेर्नुहोस्, यस्तो मजाको भ्यू छ, एकदम आनन्द लाग्ने भ्यू छ। र के गर्नु, बाटो राम्रो छैन, आफू परियो नेचर लभर, के गर्नु, नआएर मनले मान्दैन, तिमीहरूलाई किन जान पर्योतिर भन्ने पनि होला निकायहरूको कुरा। हामी जान्छौँ तर चाहिँ बनाउनु पर्यो, सम्बन्धित मान्छेले जबसम्म बनाउन सकिन्न तबसम्म त्यो कुर्सीमा बाटो हेर्न सक्छ। Look at the views, guys. Look at the view, guys. Wow. What a view. माथिदेखि झन् दामी देखिन्छ क्या जान तल बेकार पिसाक्दैन यहाँ फेरि फेर कहाँ घुमाउला हौ किन सिधा लगायो हुन्थ्यो किन घुमाउला त्यहीबाट लगायो हुन्थ्यो त तलैबाट किन नजाला संसार यहाँ यहाँ आउनु किन अनि हिलोमा फसायो। ओइ 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 जाऊ 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 बाइकको हालत हेर्न सक्नुहुन्छ, जाऊ जाऊ मानिस जाऊ। ओहो लुक एट द भ्यू एन्ड लुक एट द रोड। वाट इज दिस? दिस काइन्ड अफ रोड इज नट एक्सेप्टेड इन आवर कन्ट्री। ओ साँच्चै यो ब्लग त भाइरल होला कि हवे। नाइस क्रेजी गाइज, हामी आधी बाटोमा आइपुगिसकेका छौँ। कस्तो भइरहेको त सन्तोष? अरू त सबै ग्याङ साइन गर्दिउ न कग्याङ ल गर्ला ल असिम हेलो टाइम भइरहेछ, अभिनय कक्षामा हिँडे, भोलि ज्वरो आउँछ अभिनयलाई, औषधि रेडी छ हाम्रो घरमा। बाटो छ भन्दै यता त आइरहेको त धन्नै असिमले तल हालेन। यहाँ तल हाल्यो भने त के हुन्थ्यो असिम? के भन्थ्यो सन्तोषको स्कुटर फुल इन्सुरेन्स छ, इन्सुरेन्सले कभर गर्छ। सन्तोष पिरमा हेर एउटा ढुङ्गा फर्किन्छ सन्तोष। केही भन्न चाहनुहुन्छ प्लिज भन्नुहोस् न केही। बाटो फिनिस झन्नै हालेन यार, झन्नै हालेन के क्रेजी। ल जाम हिँड्दै अब यहाँदेखि ट्याक्कै अब मन्दिरमा आइपुग्यौँ खानी गाउँको। अब हामी चाहिँ यो बाटो गोरेटो बाटो हुँदै यो बोरा भिड बोक्दै केटाहरू अभिनय देखेका छन् के? ल अभिनयलाई सुनले के भन्छन्, एरोप्लेन हाम्रो तल चल्नु पर्ने होइन र रे। ल मन्दिर पनि छ यहाँ, ल हिँड हिँड मेरो त बोरा है, हिँड त म आउँछु सट्ट। कोही मेरो फोहोर भयो यार, चाबी हराउला है सन्तोष? चाबी त सोही छ यो बाटो। कहाँ हो रे वे टु? बाटो छ त ल अब सिधै माथि गएर देखाउँछु म चाहिँ।
है के भयो यता हेर त कति टाइम अझै छ अझै माथि के भयो हिँड एकछिन राति ओइ नजा एक्लै कमान अबे खोज ब्याग ल्याउ कहिले ब्याग देऊ त लिबाट म भिर्छु ल्याउ ब्याग तर त्यो बोकमा भइहाल्छ त्यही त लट्ठी खोजिरहेको थियो यस्तै स्टिक चाहियो मलाई भनेर लट्ठी पनि वाला हो र किन्नेवाला ओए डाँडा त अझै छ बड्डा उहाँ माथिको माथि बस्छ क्या माथि बस्छ ओए लास्टै रहेछ यार पानी देऊ भने गाइज हामी कहाँ रे हो खानी गाउँ यहाँ आइसकेको छौँ खानी गाउँ यस्तो हिरो लाग्नेको रे क्रेजी छ हिरो त हो सिन दामी छ ठाउँ त यार लास्टै ज्वरो आउँछ पहिला यो मिलाम न अरू भाजी ल्याइन गयो तिमीले ल हाम्रो टक्क लाएर व्यवस्था भइरहेछ पोल्ने मासु खाने मासु ओइ म देखिया छैन रे अहिले त अघि मैले नदेखायो हेर त अन्त चौल खायो भुजा खाएको अघि नदेखा भन्ने हैन दामी आयो खै तेल ल्याउ हाल्दैन निमले अब हाम्रो हाल्दैनन् मासु हाल्दैनन् नाले वाला ल्याउन त यहाँ यो सन्तोष ओ सन्तोष के छ मजा आइरहेछ ल हाम्रो मनिष सेफ असिम पनि पकाइरहेछ मजाले यता सुसन दोस्तीले हात धुँदैछन् सोहन दोस्तीले हात धुँदैछन् म पनि यहाँ बसेर मस्तसँग खाइरहेको छु बसिरहेको छु यही हो बेला इन्जोय गर्ने सो एकदमै रमाइलो भइरहेछ आजको दिन सो यति जानुहोस् के भयो कानबाट मेरो त्यो त फाट्छ तपाईँको हिँड्दै नसक्ने मान्छेलाई ओइ आगो बल्यो है ल्याउ यहाँ ल असिमले आगो नबल्ने हुन्छ असिमले बाली छाड्यो है आगो माया छ असिमलाई बिना लाइटर बिना सलाई कसरी बाल्यो आगो भन ढुङ्गा हानेर यहाँ पछाडि पनि हाम्रो केटाहरूले पकाइरहेछन् सन्तोषले प्याज काटिरहेछ सक्यो कि सकेन अझै दामी भ्यू खुलै ए आगो भयो यहाँ फेरि छुट्टै मासु पाक्दैछ ल आज मासु हुने भइरहेछ ल सोहन ल हो या पछि आज त गर्दिनँ नाचै गएको थियो फर्स्ट इयरमा त्यो त अहिलेसम्म भिडियो राख्यो होला सो नाच त एकछिन गर के लाज भनेर नाच्छौँ त यार यो भिडियो हाल्दैन के निस दोस्तीले कडा मेहनत गर्दैछन् यहाँ मासु पकाइरहेछन् आगोले यहाँ साथै दिइरहेको छैन बल्दै बलिरहेको छैन ल पकाउ दोस्ती अब यतातिर हाम्रो असिम चाहिँ चिलमा सुत्या छ फेरि यस्तो गर्ने हो यत्तिका काम गर्ने बेलामा सुत्ने हो अनि ओ ल सोन दोस्तीलाई हेर यहाँ हेर मासु पोलेको देखाउ
हो ल वा हो यो सोहन जस्तोले पकाएको ल गजब अझ यहाँ पनि बाँकी छ अर्को फेरि नाच्ने ठिक छ नाचेर देखाऊ कुहिरो फेरि लाग्यो गाइस दामी होला मासु उमालिराखौँ रे मासु के ऊ भइरहेको हाम्रो के भन्छन् रे बार्बिक्यू सेकुवा अब यता हाम्रो मासु छ टक्क लगाएर तान्न त यो दोस्त त्यो तानिदिउ त ल हाम्रो मासु ल ठिक छ खान लाग्यो ए के अरे ओ ढल्केको त धेरै कस्तो दोस्त दामी कुहिरो लाग्यो यार यस्तो गर्बै हुन्छ बरु हातको हातमा हात समात त्यो केरेलामा भाले त हाल्नु नि हुन्थ्यो अब भोलाको हालेर के बोल्छ अर्को त्यो लाइट अप अहिले नाच्ने गाना बजाउ न अब के साथीहरू गीत भएन ठिक छ अर्को द विकेन्डको भजन खान्छमै ट्याक्क लारी हाम्रो यो मासु त्यहाँ छ सक्यो है हाम्रो ल कस्तो छ ओभरअल दामी छ मासु मनिसले पकाएको 4.5 आउट अफ 10 10 आउट अफ 10 ल हेलो गाइज हामी चाहिँ भर्खर खाइसकेर यहाँलाई लागेको छ भर्खर खाइसकेर हामी चाहिँ अब यहाँ सरसफाइ गर्नेतिर लागिरहेका छौँ सरलाई लागेको छ र खाइसकेर जाने तर्खरमा छौँ र सरसफाइ गरेर हाम्रो एरियालाई यो ऊ त्यहाँ हेर्नु त्यो मुत्ने कहाँ त्यहाँ हेर्नु टाउको देखिरहनु भनेपछि यहाँ चाहिँ हाम्रो मनिष शाह ठकुरी जितेन्द्र शाह हो नि जितबहादुर शाहले चाहिँ भाडा माझ्नेमा ब्याचलर क्लियर गरेर मास्टर गरिराख्नु भएको छ हेर्नु कस्तो मजाले माझेको थियो हेर्नु त मेरो नि पानी हाल्नमा राम्रो छ ऊ पनि कम त छैन मनिष अप्सन भएको केसमा चाहिँ जितबहादुर अप्सन भएको केसमा चाहिँ असिम चाहिँ प्रिजेन्ट हुन्छ यदि कसैले भाडा माझ्न समस्या भइरहेको छ होइन त्यो भइरहेको हो नि त्यो इन्टर्न भइरहेको असिमको इन्टर्न भइरहेछ इन्टर्न भइरहेको र हाम्रो ट्रेनिङ हुने ठाउँ चाहिँ चान्चुने ठाउँमा हुन्न हामी यस्तो ठाउँमा कुन ठाउँ रे यो खानी गाउँ घोराएको खानी गाउँ केले केही भन्यो भने मलाई चाहिँ यहाँ के गर्दैन के बस
पऱ्यो भनेर लाग्यो ग्याङ फाइट यसको ठुलो साउन्डमा ल यो मनिषको सबै मजाले सुतेर हामी बजेर हामी टक्क लाएर खाना खाएर निद्रा आएर कस्तो असिम सके माथि आउँछ असिम कहाँ गयो असिम यहाँनिर खुट्टामा छ आज पाइले भेट्ने गाह्रो लाग्यो सबै अलि हो त असिम मैले यताउता 0.5 सन्तोषको दुध छ कुहिरोलाई हेर्नुहोस् यार के गर्ने अब यस्तो कुहिरो केटाहरू सबैले ल्यायो नि सामानहरू अब जानै पर्ने हुन्छ घरतिर अब यस्तो कुहिरो काम छैन फोटो खिचेर त पानी पर्यो हो साथीहरू पानी पर्यो अब यस्तै छ जिन्दगी के गर्ने जिन्दगानी दर्पण छाया यहाँ फेरि कतैबाट तलबाट लोट्ने बित्तिकै फेरि सिधै कहाँ हो गाइज बजारमा त फाइन परिरहेको होला यति बेला के गर्ने अब डुल्नु पऱ्यो घर बसेर पनि भएन होइन तर मेरो कोहीले भिडियो बनाए दामी हुन्थ्यो यार नि मेरो कोहीले भिडियो बनाए दामी हुन्थ्यो क्या पछाडि सन्तोषलाई गएर नि त हो कि त यस्तो बाटो छ शेर्पाहरूले 50 किलो बोकेर आइरहन् भन्नु सन्तोषको भिडियो सबकी गुजाए बदले अदाए भागीरथ तेरी जगन से ए विचित्र माया दामी छ यार के गर्ने सिन पनि दामी छ भ्यू त केही देखिएन अरू क्रेजी या क्रेजी म्यान वेयर आर यु ब्रो The real adventure is motherfucker bitch. ला यो सब भ्लगमा जान्छ नि झर्दैछौँ है हामी साथीहरू हामी चाहिँ अब खानी गाउँबाट आएर अघि नै 3जना बाटा भेट्टाएको थिएँ बाटा मान्छे भेट्टाएको थिएँ अनि अविनाललाई सोधेछन् म फेरि तल थिएँ बाइक ल्याएर अनि यबाट कहाँ जाने भने चाहिँ अविनाल घले गाउँ भन्दै छन् घले गाउँ अनि फेरि तल आएर मलाई सोध्यो अनि फेरि कहाँ जाने हो तिनीहरू जानु खोजे उता रहेछ क्या यहाँ हात्तीखर्क अनि हात्तीखर्क तल हो भने अनि माथि जाने बाटो त घले गाउँ अरे भन्दै हाँस्थ्यो कि तिनीहरू घले गाउँ होइन खानी गाउँ भन्थ्यो त्यही त घले गाउँ भन्नुहुन्छ त्यहाँले भन्थ्यो किन ढिलो भयो भने चाहिँ असिमले जहाँ बुलेट बाइक चिप्लाएको थियो नि देखाऊ कि नै बुलेटको नाम गएको थियो असिमले उहाँ स्कुटर हालिदिएको थियो यहाँ भिरमा डराइगएको थियो अरे 3 जना त्यो साइडमा बुलेटवाला आए तिनले पछाडिबाट तान्दिके साइडमा हिरो यस्तो भिड छ नि त्यहाँ यस्तै भिड थियो नि ओए यस्तो भिड थियो नि सिधै उहीँ हालिदिएको थियो बोल्ने बेलामा टायर चिप्ल्याछ भन्ने आधी घन्टा पहिला आएको पुरै उहीँ कुनामा गइरहेको थियो कि स्कुटर हात्तीखर्क खाइसकेका छौँ राजनगर न साथीहरू अब ल अब हामीले फोटोसोटो खिचेको चाहिँ हात्तीखर्क ल अब हामीले फोटोसोटो खिचिसक्यौँ ल अब हामी फोटोसोटो खिचिसक्यौँ अब हामी तलतिर झर्छौँ तल झर्ने बाटो चाहिँ यस्तो छ पहिला गालेर गरौँ मलाई लाग्यो होइन त्यस्तो होइन राम्रोसँग झरेँ यहाँ तल झर्ने बाटो चाहिँ यस्तो छ त्यहाँ यतिसम्म मात्र सिडी छ अनि त्यसपछि चाहिँ ऊ छ दामी छ है बाटो हामी यता हात्तीखर्कबाट होइन सुरुमा त ऊ त्यो टावर छ नि त्यहाँ गएको थियौँ हामी त्यहाँबाट यहाँ बाइक राखेर हामी यहाँदेखि माथि यहाँदेखि यो बाटो हुँदा हुँदै माथि हात्तीखर्क गयौँ त्यहाँदेखि अब हामी घर जान्छौँ अब घर गएर सिधै म भ्लग देखाउँछु हजुरहरूलाई होइन कस्तो भयो ओभरअल एक्सपिरियन्स कस्तो भइरहेछ अझ सके छैन भेस्ट चढाउने एकचोटि फ्ल्यास भाले चाहिँ यार नेभर लेट देम नो योर नेक्स्ट मुभ मैले यस्तो कहाँ गरेको थिएँ थाहा छ के अरे वहाँ जाँदा के सुप्पा देउराली जाँदा के भन्छु अनि के अरे के भनेको थियो ल म साझाउँछु भन्ने हिजो सोल जस्तो हाफ प्यान्ट किन्न गएर टी सर्ट किनेर आयो नि अब के हुन्छ थाहा नै दिनु अब टक्क लगाएर बाइक साइक धोएर आइयो अब आफ्नो बाइक धुनु पऱ्यो पूजा गर्नु पऱ्यो बाइकलाई तारादेखि आइयो